आदरणीय दर्शकहरू नमस्कार। कार्यक्रम दिशा निर्देशमा म विजय कुमार यहाँको हार्दिक स्वागत गर्दछु। पूर्व घोषित कार्यक्रम अनुसार आज हामी प्रस्तुत गर्दैछौं नायकहरूका पनि नायक महानायक राजेश हमालसँग गरिएको एक अविस्मरणीय टेलिभिजन अन्तर्वार्ताको दोस्रो भाग। नियमित दर्शकहरूलाई सम्झना नै होला कि कार्यक्रमको पहिलो भाग बडा मर्मस्पर्शी र भावुक अंशहरूले भरिएको थियो। यस्ता अंश जहाँ राजेश हमालका आँखामा आँसु पटक पटक रसाए। आज यो दोस्रो भागको सुरुवात हामी गर्दैछौं राजेश हमालको पहिलो चलचित्र युगदेखि युगसम्मको प्रसंगबाट। मेरो सुरुवात असाध्यै राम्रो भएको थियो। मैले जुन मेरो फर्स्ट फिल्म थियो युगदेखि युगसम्म जुन मैले 1990 मा गरेँ त्यो चाहिँ नि असाध्यै ठूलो सक्सेस भएको थियो र त्यसबाट चाहिँ नि भनिन्छ नि मेरो टेक अफ चाहिँ नि असाध्यै भयंकर। You had a vertical take off. I had a practically vertical take off. सफलताको निम्ति तपाईले प्रतीक्षा गर्नु परेन। त्यसपछि चाहिँ नि एकपछि अर्को फिल्महरू गर्दै गइरहेको थिएँ। तर त्यो सब कुराको चाहिँ नि अनभिज्ञ हुनुहुन्थ्यो मेरो बुवा र त्यसलाई त्यो बेलासम्म पनि त्यसबारेमा जानकारी राख्ने उहाँले कुनै चासो पनि देखाउनु भएको थिएन। र मेरो पहिलो फिल्मको प्रिमियर हेर्न जाँदाखेरि कसैलाई पनि थाहा थिएन मेरो फिल्मको प्रिमियर हुँदैछ भनेर। मेरो परिवारमा म एक्लै गएको थिएँ। You had a difficult life, man. हैन, मलाई डिफिकल्ट किन लाग्यो भने अहिले आएर मलाई के लाग्छ भने अहिले मैले विभिन्न व्यक्तिहरूको चाहिँ नि अन्तर्वार्ताहरू हेर्दाखेरि या मनसाहरू बुझ्दाखेरि पनि स्पेशली स्पोर्ट्स फिल्ड, आर्ट फिल्ड या अन्यहरू कुरामा लाग्दाखेरि पनि एउटा सपोर्ट सिस्टम चाहिँ नि स्ट्रङ भइदियो भने त्यो मान्छे अझ उत्कृष्ट हुन सक्छ, अझ आत्मविश्वासले अगाडि बढ्न सक्छ। जरुरी छैन हो। जर्ज बर्नार्ड शाले भनेका छन् कि संसारका महानतम उपलब्धिहरू सबै अनरिजनेबल ठानिने मानिसहरूले गरेका छन्। तपाई नियमित प्रक्रियाको अंग भएको भए, तपाईले सुरक्षित करियर खोजेको भए सायद तपाई त्यहाँ पुग्नु हुँदै थियो जहाँ तपाईँ आज यहाँ हुनुहुन्छ। हो, त्यो चाहिँ म एग्री गर्छु। किनकि मान्छेले भनौँ न हिँडिरहेको बाटो पहिलायो भने कहाँसम्म पुगिन्छ भन्ने त्यो थाहा हुन्छ। किनकि त्यसमा पहिला व्यक्तिहरू पनि हिँडिसकेका छन् र अन्तमा कहाँ पुग्यो भने। तर नहिँडेको बाटो पुग्यो भने दुईटा रिस्क हुन्छ रे, या त तपाईँ हराउनुहुन्छ या त तपाईँ कोही नपुगेको ठाउँमा पुग्नुहुन्छ। त्यसकारण मलाई लाग्छ कि म चाहिँ त्यही अलिक कम हिँडेको बाटो हिँडे। तपाईले जीवनको पछिल्लो कालखण्डमा जुन स्तरको नेपाली सिने इतिहासमा नदेखिएको सफलता प्राप्त गर्नुभयो त्यो देख्न पाएको भए बुवाको विचार बदलिन्थ्यो जस्तो लाग्छ। अवश्य पनि। किनकि अल्टिमेटली एज अ गार्जियन उहाँले खालि के चाहनुहुन्थ्यो भने वाट एभर हि डज शुड बी सक्सेसफुल इन लाइफ हैन। उसले आफ्नो जीवनको हेरचाह गर्न सकोस्, उसले आफ्नो एउटा करियर एस्टाब्लिस गरोस् र एउटा लाइफ व्यतीत गर्न सकोस् भन्ने नै उहाँको एंगल हो। उहाँले खालि त्यो बेलामा के देख्नु भएको थियो भने फिल्म क्षेत्रमा चाहिँ नि करियर बन्दैन, कुनै करियर पनि बन्दैन। यो फिल्म त खेल्छस्, काम के गर्छ, त्यसमाथि पनि हाम्रो जस्तो मुलुकमा चाहिँ नि फिल्म त खेल्छस्, काम के गर्छस् भन्ने प्रश्नको उत्तर थिएन। त्यही थियो। राजेशजी, युगदेखि युगसम्मबाट सुरु भएको तपाईको सिनेमा अब यहाँसम्म आइपुग्दाखेरि यो फिल्मी दुनियाँ कति बदलेको छ? सिनेमा एक हिसाबले सिनेमाको परिवर्तन समाजको परिवर्तन सँगसँगै नै हुनुपर्ने हो पर्छ। जसो जसो समाजको सोचाइ परिवर्तन हुन्छ, समाजको स्वाद परिवर्तन हुन्छ, भोगाई परिवर्तन हुन्छ, समाजको एस्पिरेशन्सहरू परिवर्तन हुन्छ, स्पिरिट परिवर्तन हुन्छ। त्यसैलाई नै सम्बोधन गर्नलाई चाहिँ चलचित्रहरू बनाइन्छ। जुन किसिमको समाज, जुन किसिमको युथ त्यो सन्दर्भमा चाहिँ सिनेमा कहाँ आइपुग्यो? हामीले चाहिँ नि जति अगाडि समाज बढेको छ, जति परिवर्तित समाज भएको छ, विशेष गरिकन नेपालकै सन्दर्भमा कुरा गर्नु पर्दाखेरि सोचाइमा, विचारमा, भोगाइमा, स्वादमा
त्यही अनुपातमा चाहिँ हामी पछ्याउन सकेका छैनौँ जस्तो लाग्छ मलाई। र हामीहरू जुन चलचित्रकर्मीहरू छौँ अलिकति परिवर्तित समाजभन्दा अलिकति पछाडि छौँ कि जस्तो लाग्छ। समाजको गतिसँग नेपाली सिनेमाको गतिले तादात्म्यता राख्न नसक्नु अहिलेको मुख्य समस्या हो। सिनेमाकर्मीहरूले चाहिँ त्यसलाई पछ्याउन अलिकति सकिरहेको छैनौँ जस्तो लाग्छ मलाई। आर्थिक कारणहरू कति हदसम्म जिम्मेवार छन् यसको निम्ति? के नेपालमा लगानी कम भएर सिनेमा राम्रो नबनेका हुन् भनेर मैले भने सही भन्छु या गलत भन्छु, वा त्यो आंशिक सत्य मात्रै हो? थोरै पैसाले पनि राम्रो सिनेमा मानिसले बनाउन सक्छ कि? एक्ज्याक्टली सक्छ। चलचित्र राम्रो बन्नु या अपिलिङ बन्नु, राम्रो केलाई भनिन्छ मलाई थाहा भएन, तर अपिलिङ बन्नु, इन्ट्रेस्टिङ बन्नु पैसै मात्रै चाहिँदैन। केही हदसम्म पैसा त अवश्य पनि चाहिन्छ। तपाईँको एउटा बेसिक बजेट भन्दा कममा तपाईँले फिल्म बनाउनु भयो भने त फिल्म बन्दै बन्दैन होइन। एउटा बेसिक बजेट जुन चाहिन्छ त्यो बनाउनको लागि चाहिँ नि हामीले जुन सोच्छौँ नि कि फिल्ममा चाहिँ नि अब हलिउडले मिलियन्स खर्च गरिरहेछ, उसले करोडौँ खर्च गरिरहेछ भनेर, एउटा अपिलिङ इन्ट्रेस्टिङ फिल्म गराउनको लागि त्यही बजेट हुनुपर्छ या त्यही बजेटलाई चाहिँ नि मापदण्ड बनाइनुपर्छ भन्ने चाहिँ नि जरुरी छैन। किनकि सिनेमा, घर, इभन कमर्सियल कुराहरू गर्ने भने रिजोर्ट, होटेल्सहरूमा यति नै पैसा खर्च गर्नु भन्ने छैन नि। भव्य नै हुनुपर्छ भन्ने छैन, सुन्दर पनि त हुन सक्छ नि हैन। कति मान्छेहरूलाई एकदमै करोडौं मिलियन्स एन्ड मिलियन्स डलर खर्च गरेको रिजोर्ट एकदमै वाह यो गएर हेर्नै पर्ने भन्ने जस्तो पनि लाग्ला। कसैलाई चाहिँ एउटा समुद्रको किनारमा चाहिँ सिम्पल किसिमले बनाएको रिजोर्ट पनि वाह यो त यसको आफ्नै पक्ष रहेछ, यसको त आफ्नै एउटा इन्ट्रेस्ट रहेछ, आफ्नै सुन्दरता रहेछ भनेर त्यहाँ गएर चाहिँ उसले रात बिताउन चाहला, समय बिताउन चाहला। त्यस्तै सिनेमा पनि त्यस्तै नै हो। जति मानिसहरूले सिनेमा हेरिराखेका छन् त्यो भन्दा धेरै बढी मानिसहरूले सिनेमा नहेरेसम्म नेपाली चलचित्र जगतको विकास हुँदैन भन्ने मेरो मान्यता छ। वी नीड मोर अडियन्सेस। That's a wrong perspective. Wrong यस मानेमा कि सिनेमा हेर्न चाहने र सिनेमा विशेष गरी नेपाली सिनेमा प्रति आकर्षित हुने व्यक्तिहरूको जमात प्रशस्त छ। The only reason is तपाईँ राम्रो फिल्म बनाउनु भएन भने कसैले पनि हेर्दैन। मान्छेले नेपाली फिल्म नहेर्ने या अन्य अरू मुलुकको फिल्म हेर्ने भन्ने कुराहरू चाहिँ नि त्यो पार्शियलिटी हुँदैन। मान्छेहरूले बेसिकली अडियन्सले राम्रो फिल्म हेर्न चाहन्छ जो उसको स्वादको लाई सम्बोधित गरोस्, जो उसको चाहनालाई सम्बोधित गरोस्, त्यो फिल्म हेर्छ। अब चूँकि हामी कहाँ रहेछौँ भने हामी सायद दर्शकको स्वाद अनुसारको चलचित्रहरू बनाउन सकिरहेको छैनौँ कि चलचित्र भनेको फलानु चल्ने फलानु नचल्ने भन्ने हुँदैन, राम्रो र नराम्रो मात्रै हुन्छ चलचित्रहरू, इन्ट्रेस्टिङ र नइन्ट्रेस्टिङ। एउटा अर्को कुरा छ, नेपालीहरूले हिन्दी भाषा नबुझ्ने भएको भए अलि सजिलो हुन्थ्यो कि टेलिभिजन अथवा फिल्ममा काम गर्ने मानिसहरूलाई। हेर्नुहोस्, आर्टमा एक हिसाबले कतै पनि भाषा हुँदैन। यदि इन्ट्रेस्टिङ छ, उहाँहरूलाई राम्रो लागेको छ भने त्यसले कहिले पनि रोक्न सक्दैन। त्यसका अनेक उपायहरू हुन्छन्। नत्र त अहिले यो कोरियन मान्छेले गाएको गीत चाहिँ वर्ल्ड वाइड पपुलरै हुँदैन थियो होला। त्यो कोरियन मान्छेले गाएको गीत संसारका चाहिँ नि 99.9% मान्छेले त्यसको शब्द के पनि बुझ्दैन, खालि सेक्सी लेडी बाहेक। के बङ्गम बङ्गम भन्छ, के भन्छ, गन्नम गन्नम के भन्ने, गन्नम गन्नम बङ्गम बङ्गम के भन्छ। अब त्यो अहिले सर्वाधिक हिट चलचित्र के अरे संगीत भएको छ। त्यसकारण भाषाले अवश्य पनि रोक्दैन, खालि इन्ट्रेस्टिङ छ कि छैन, उनीहरूलाई अपिलिङ छ कि छैन भन्ने कुरा मात्रै हो। यतिकै पैसाले बनाउन सकिन्छ भन्ने तपाईँको मान्यता हो? त्यसकारण मेरो मान्यता त्यही हो कि हामी विदेशी चलचित्रसँग हामी डराउनु पनि पर्दैन। यदि हामीले चाहिँ नि, किनकि नेपाली जनसमुदाय, नेपाली व्यक्तिहरूले यदि उहाँहरूको इन्ट्रेस्टलाई चाहिँ नि कायम गर्ने चलचित्र बनाएको खण्डमा अवश्य पनि उहाँहरूले चाहिँ आफ्नै भाषा, आफ्नै परिवेश, आफ्नै सोचाइ, आफ्नै साइकोलोजी
मिल्ने टाइपकै विषयवस्तुमा बढ्ता आकर्षित हुनुहुन्छ र आफ्नो इमिडिएट इन्भाइरोमेन्टलाई सम्बोधन गर्ने किसिमकै सामग्रीहरू हेर्न बढी रुचाउनुहुन्छ आफ्नो परिवेशको उदाहरणको लागि जुन बखतमा तपाईसँग कोही अन्तर्वार्ता प्रसारण भइराखेको होला एक्ज्याक्टली म अनुमान गर्न सक्छु कि यसलाई स्विच अफ गरेर अर्कोमा सर्न दर्शकहरूलाई निकै गाह्रो होला किनभने यहाँ तपाईसँग जुन कन्भर्सेसन भइराखेको छ त्यो हाम्रो नेपाली परिवेशमा रुचिकर छ नेपाली जनता जान्न चाहन्छ कि राज्य सम्हाल को रहेछ भनेर मेटाफोरिकली कुरा गर्दाखेरि नेपाली व्यक्तिहरू सबैजनाले दाल भात रुचाउँछ भन्दैमा तपाईले काँचो भात र काँचो दाल दिनुभयो भने त अवश्य पनि उले यो त खाँदैन म परोटी खाउँ कि क्या यो त खानै नहुने रहेछ भनेर भनि नै हाल्छ तर उसको प्राथमिकता त दाल भात खानु नै भन्ने हुन्छ त्यही त्यो दाल भात चाहिँ सहीसँग पकाउने उहाँहरूको स्वाद मिल्ने चाहिँ बनाउने पनि आवश्यकता छ यहाँ त नेपाली सिनेमामा न हामीले दाल भातको जस्तो पकाउन सक्यौं न त्यसलाई राम्रो किसिमको स्यान्डविच अथवा सिजलर बनाउन सक्यौं हैन त्यही कता न कता नेपाली चलचित्रले चाहिँ नि आफ्नो 100% आइडेन्टिटी चाहिँ बनाउन सकिरहेको छैन अब त्यसमा हामी नै चुकिरह हो कि किनकि नेपाली चलचित्रलाई एउटा मूर्त आइडेन्टिफिकेसन दिन चाहिँ अत्यन्त नै जरुरी छ जुन चाहिँ सिनेकर्मीहरुकै जिम्मेवारी हो हामी आफ्नै परिचयमा कसरी युनिक रहने र कसरी अलग पहिचान बनाउने आफ्नै परिस्थिति आफ्नै क्षमता र आफ्नै केपेबिलिटी अनुसार मसँग टेनिस खेल्ने पैसा छैन भने मैले चाहिँ आफूले खेल्ने खेल मेरो हैसियतले दिने ब्याडमिन्टन राम्रोसँग खेल्न सक्नु पर्यो हैन दैट्स व्हाट यु आर ट्राइङ टु टेल मी यस इट्स नॉट नेसेसरी दैट वी शुड बी बेटर बट वी शुड बी डिफरेंट यो परिप्रेक्ष्यमा चाहिँ म हिन्दी सिनेमा मात्रै हेर्छु अंग्रेजी सिनेमा मात्रै हेर्छु भन्ने नेपालीहरुलाई तपाईको के भन्नु छ म नेपाली सिनेमा हेर्दिन भन्ने त्यो त हरेक समाजमा हुन्छ हेर्नुस् तपाईले त्यसलाई कहिले पनि रोक्न सक्नुहुन्न अमेरिकामा पनि तपाईले चाहिँ सोच्नु होला कि हलिउडमा यस्तै सिनेमाहरु बनाउँछ भन्दाखेरि अमेरिकी समाजभित्र पनि तपाईले पाउनुहुन्छ कि म त यो र्याम्बोको चलचित्र हेर्दिन त्यसमा कुनै पनि इन्टेलेक्चुअल स्टिमुलेसन छैन त्यसमा त खाली फिजिकल गर्छ भनेर कयौं चाहिँ नि बौद्धिक वर्ग अमेरिकामा पनि होलान् म चाहिँ अलिकति यस्तो सिनेमा हेर्न जान चाहन्छु जहाँ चाहिँ मलाई इन्टेलेक्चुअल खुराक पुरोस् जहाँ चाहिँ म बसेर सोच्न सकौं त्यो र्याम्बोको खाली गन फाइटिङ र आर्नल्ड स्वार्जनेगरको त्यो त एभ्रीवन टु हिज ओन छ नि हैन त्यस्तो त हरेक समाजमा हुन्छ हाम्रो समाजमा पनि अब त्यो त भइ नै रहन्छ भोलि यदि हामीले चलचित्रको स्तर नै छैन म चाहिँ बम्बई चलचित्र मात्रै हेर्न रुचाउँछु अथवा इंग्लिश सिनेमा मात्रै हेर्न रुचाउँछु भन्नेलाई तपाईको भन्नु केही छैन त्यसमा त्यो जम्मा जहिले पनि हुन सक्छ त्यो खाली सिनेमामा मात्रै हुँदैन त्यो हरेक विषयवस्तुमा हुन सक्छ हरेक समाजमा यस्ता मान्छेहरु हुन सक्छ जो चाहिँ नि लोकली प्रोड्युस चीजहरुलाई चाहिँ नि उपभोग गर्न नचाहनेहरु म त ब्रान्डेड लुगा लाउँछु व्हाटएभर म त विदेशी टेलिभिजन हेर्छु उहाँहरुलाई चाहिँ नि अब यहाँको ठाउँमा घुम्न मन नपर्ने विदेशको ठाउँमा घुम्न मन लाग्ने यहाँको सामग्री प्रयोग गर्न नमन लाग्ने अन्यको ठाउँको सामग्री प्रयोग गर्न मन लाग्ने यहाँको ठाउँमा गएर खान नमन लाग्ने अन्य अरु देशको चाहिँ नि विभिन्न नाम चलेको ठाउँमा गएर खान मन लाग्ने भन्ने जमात त तपाईले तैले पनि पाउनुहुन्छ त्यसलाई रोक्न सक्नुहुन्न त्यो यहाँ मात्रै हैन जहाँ पनि हुन्छ अमेरिकामै एउटा पनि होला कि हामीलाई चाहिँ अमेरिकन खाना मन लाग्दैन मलाई खाना खाली फ्रेन्च मात्रै मन पर्छ भन्ने अमेरिकी समाज पनि हुन्छ होला अमेरिका घुम्नु पनि के घुम्नु म त साउथ अफ फ्रान्समा मात्रै भ्याकेसन मनाउँछु यो अमेरिकामा त कहाँ बस्ने यो ह्यामबर्गर खाएर यो अमेरिकन ठाउँमा किन बस्ने भनेर भन्ने पनि हुन्छ त्यो हरेक समाजमा त्यो त भइ नै हाल्छ त्यो सबैलाई तपाईले चित्त बुझाउन चाहिँ नि नसक्नुहुन्छ न हामी चलचित्र कर्मीको त्यो मन चाहे पनि हो तपाई चाहिँ यतिका वर्षसम्म यो चलचित्र उद्योगमा लागिसकेपछि अब यो मामिलामा दृढ हुनुहुन्छ कि स्वाद नभएको चलचित्र बनाएकाले ग्रोथ नभएको चलचित्र भन्न त अब कुन भारतीय कलाकारले भने त्यो चलचित्रमा खाली एउटै कुरा हुन्छ इन्टरटेनमेन्ट भनेर म त्यसलाई अलिकति संशोधन गरेर के भन्न चाहन्छु भने चलचित्र इन्ट्रेस्टिङ हुनु पर्यो चलचित्र त्यो चलचित्र मात्रै चल्छ जो दर्शकले इन्ट्रेस्टिङ ठान्नुहुन्छ र चलचित्रको भूमिका के हो भने काम के हो भने तपाईको कुनै न कुनै इन्द्रिय तपाईको चाहिँ स्टिमुलेट गर्नु हो फिजिकली मेन्टली इन्टेलेक्चुअली स्पिरिचुअली यदि त्यो सबैलाई तपाईले स्टिमुलेट गर्न सक्नुभयो भने त चलचित्र एकदमै उत्कृष्ट नै हुन्छ तर सबै इन्द्रियलाई तपाईले चाहिँ स्टिमुलेट गर्न सक्नु भएन भने पनि कमसे कम कुनै न कुनै पक्ष चाहे त्यो शारीरिक पक्ष होस् चाहे त्यो मेन्टल पक्ष होस् चाहे त्यो इन्टेलेक्चुअल पक्ष होस्
या त्यो भिजुअल पक्ष मात्रै किन नहोस्, एकदमै ग्राफिक्स गरेर भिजुअल पक्षले मात्रै मान्छेलाई मोहित पार्यो भने पनि ओहो यो त भिजुअली गजब फिल्म छ यार, यसले केही सेन्स त दिँदैन, केही माने त दिँदैन, केही इन्टेलेक्चुअल विषयवस्तु त छैन, तर भिजुअल इफेक्ट चाहिँ गजब छ, यो भिजुअल ट्रिट हो भन्छ। कतिलाई चाहिँ एकदम शारीरिक रूपले नै एकदम उमङ्ग गराउने, तरङ्ग गराउने चलचित्र देख्यो भने पनि उसको उसले चाहिँ त्यो चलचित्र हेर्छ। त्यसकारण कहीँ न कुनै हिसाबबाट चाहिँ स्टिमुलेसन अवश्य पनि हुनुपर्छ। तपाईँको चलचित्रले कुनै पनि चिजलाई स्टिमुलेट गर्दैन भने त्यो चलचित्र त तिरस्कृत हुन्छ नै। तपाईका नजरमा चाहिँ कुनै न कुनै मानवीय इन्द्रिय त त्यसबाट आकर्षित हुनु पर्यो नि हैन? अवश्य पनि। मेरो आँखाले आ भन्नु पर्यो, मस्तिष्कले भन्नु पर्यो। चलचित्रको उद्देश्य नै त्यही हो। तपाईको विचारमा यस अर्थमा नेपाली चलचित्रले चाहिँ कुन चाहिँ इन्द्रियलाई हैन, हाम्रो अब हामी जुन हाम्रो व्यावसायिक चलचित्र भन्छौँ, व्यावसायिक चलचित्रमा हाम्रो मेन मनसाय चाहिँ नि के रहन्छ भने एक हिसाबले सपना पस्किनु पनि हो र एक बसुन्जेल चाहिँ नि मनोरञ्जन दिनु, इन्टरटेनमेन्ट दिनु, र त्यहाँ कहीँ न कहीँ सुगर कोटिङ गरेर भए पनि, सरल भाषामा भए पनि, कुनै कुनै नमुनामा भए पनि समाजमा घटेका या विभिन्न सन्देशमूलक कुराहरूलाई पनि कतै न कुनै कोणबाट प्रस्तुत गर्नु र त्यसलाई एउटा फुल इन्टरटेनमेन्ट प्याकेज बनाउनु उद्देश्य हो। सपनाको कुरा गर्नुभयो, अलिकति तपाईँलाई जीवनतिर लिएर जाउँ, फेरि फिल्मबाट फेरि फिल्ममै फर्काउँला। सपनाको के महत्त्व हुँदो रहेछ जीवनमा? मलाई लाग्छ त्यसले अत्यन्त नै ठुलो भूमिका खेलेको हुन्छ। जतिको जीवनले भूमिका खेलेको हुन्छ सपनाले त्यतिकै नै खेलेको हुन्छ। किनकि मान्छेले मलाई लाग्छ उसले प्यारलली दुईटा जीवन जिइरहेको हुन्छ, एउटा वास्तविकतामा, एउटा उसको दिमागमा, उसको कल्पनामा। बाहिरबाट अरूले हेर्दाखेरि उसले चाहिँ नि बाहिरी जीवन जुन जिइरहेछ, वास्तविक जीवन जिइरहेछ त्यो देखिन्छ, तर उसको लागि त अर्को एउटा जीवन पनि छ जो उसको कल्पनामा छ, र त्यसलाई पनि एउटा ठुलो आधार बनाएर र त्यतिकै सशक्त रूपमा चाहिँ उसले अगाडि बढाइ नै रह हुन्छ, चाहे जोसुकै होस्। हामी कुनै पनि मानिसको निम्ति बाहिरी एउटा संसार छ, अनि एउटा संसार चाहिँ मेरो मस्तिष्क भित्रको संसार छ नि हैन? मस्तिष्क भित्र तपाईँको कल्पनाको संसार छ। जस्तो मैले सिनेमामा कति त्यो सिनेमासँग रिलेट नगर्ने, त्यो पात्रसँग रिलेट नगर्ने व्यक्तिहरूले भन्नुहुन्छ कि मैले सिनेमामा एकजनाले 25 जनालाई ढालेँ, 25 जनासँग म एक्लै किसिमले चाहिँ विद्रोह गरेर लडेर उनीहरूलाई मुक्का हानेर चाहिँ ध्वस्त बनाएँ। कतिले भन्नु होला यो असम्भव, यो के गरिरहेछ। तर यस्ता धेरै युथहरू हुनुहुन्छ जो अप्रेस्ड सप्रेस्ड हुनुहुन्छ, उहाँको काल्पनिक दिमागमा चाहिँ के भइरहेछ भने यदि म यति बलियो भइदिएको भए जतिले पनि मलाई यसरी शोषण गरिरहेछ एक्लै गएर तिनीहरूलाई मैले धमाधम ध्वस्त पारिदिन्थेँ भनेर उहाँको सपना र कल्पनामा उहाँले कहीँ न कहीँ त्यो सोचिरहेको हुन्छ। हामी सिनेकर्मीहरूले कहिले कहिले सपना पस्किने उसमा चाहिँ नि त्यही सपनाको चाहिँ नि हामीले क्यास गरेर चाहिँ नि गर्छौँ। त्यसकारण त्यो पात्रले जब गरेको देख्नु भएर उहाँहरूलाई चाहिँ त्यो चाहिँ सम्भव लाग्यो भने उहाँहरूको कल्पना, उहाँको सपनाको जीवनसँग रिलेटेड कुरा देखेको हुनाले उहाँहरूलाई चाहिँ आनन्द र खुसी पनि आउन सक्छ। तर जसले त्यो किसिमको सपना र देख्न जरुरी पनि छैन र देखेको पनि छैन, उसलाई त त्यो असाध्यै के अरे मिनिङलेस लाग्न सक्छ। पुराना दिनहरूमा माओवादीहरू जम्मा 10-20 जना थिए, उनीहरू 100 जना मिलेर जुन बखतमा उनीहरूले राजतन्त्र फालिदिन्छु, व्यवस्था परिवर्तन गरिदिन्छु भनेर पम्पलेट लेख्थे, धेरैलाई त्यो सपना जस्तो लाग्थ्यो। यहाँ पत्याउनु पनि गाह्रो हुन्छ कि उनीहरूले त्यत्रो परिवर्तन लिएर आइदिन्छ र सही या गलत आफ्नो ठाउँमा होला, बट एट सम गिवन पोइन्ट दे ड्रिम्ड दैट, एट सम गिवन पोइन्ट बीपी कोइराला ड्रिम्ड दैट, एट सम पोइन्ट पृथ्वीनारायण शाहले त्यो सपना देख्यो हैन? त्यस सपना जीवनसँग कतै न कतै त जोडिएकै हुन्छ हैन? त्यो जोडिएको भन्दा पनि प्यारलली जान्छ। तपाईँको वास्तविक जीवन र तपाईँको सपना, तपाईँको कल्पना त्यो प्यारलली नै अगाडि बढिरहेको हुन्छ। तर मेरो सपना हामीले खालि मैले त्यो द्वन्द्वको मात्रै कुरा गरेँ। यदि अर्को रोमान्टिक पक्ष कुरा गर्दाखेरि पनि जस्तो हाम्रो सिनेमाहरूमा गीतहरू हुन्छ, सङ्गीतहरू हुन्छ हैन? खालि हामीले त्यसलाई चाहिँ अझ परिष्कृत र रिफाइन तरिकाले प्रस्तुत गरिरहेका हुन्छौँ। तर कुनै रोमान्टिक जोडी पार्कमा जाँदाखेरि पनि गीत गुनगुनाउने त हुन्छ नि, अलिकति रोमान्समा आएर 2 लाइन भए पनि उसले आफ्नो नराम्रै स्वरमा भए पनि रोमान्टिक बन्देर उसले यसो गाइदिइहाल्छ, गाउँछ नि हैन? म पनि गाउँछु नि। तपाईँलाई कतै रोमान्स लाग्यो भने तपाईँले गाइदिनु होला पार्कमा बसेर, कतै आनन्द लाग्यो भने तपाईँको प्रेमिकाको चाहिँ काखमा या तपाईँको श्रीमतीको काखमा भनौँ, प्रेमिका नहुनु मेरो तपाईँलाई घरमा प्रब्लम पर्ला, मेरो त्यता पनि विचार गरेँ। काखमा सुतेर तपाईँले एउटा रोमान्समा चाहिँ डुबेर
तपाईँले 2 लाइन गाइदिनु होला। यसको कारण त के छ भने त्यसैलाई क्याच गरेर हामीले चाहिँ अझ रिफाइन तरिकामा एउटा सम्पूर्ण गीत सम्पूर्ण संगीतहरू सुनाइदिन्छौँ, त्यो मात्रै फरक हो। यसको कारण त के छ भने संगीत त प्रकृतिमा छ नि, संगीत त अस्तित्वमा छ। यहाँ केही समय अगाडि संगीता प्रधान आउनुभएको त्यो कार्यक्रममा उहाँले भन्नुहुन्थ्यो कि संगीत अस्तित्वमा छ, तारले बजाउनु पर्छ भन्ने पनि छैन, गिटारले बजाउनु पर्छ भन्ने पनि छैन। अलिकति रोमान्स फिल गर्यो, अलिकति पानीको कलकल सुन्यो, अलिकति सुन्दर दृश्य देख्यो भने मानिसको शरीर आफै हलचल गर्न थाल्छ र एउटा गीत गाउन थाल्छ मानिसले। त्यही त मान्छेको मनोस्थितिमा त्यो पाटो त छ नि, अनि त्यही पाटोलाई अझ रिफाइन तरिकाले हामीले क्याच गर्ने हो सिनेमामा। र सिनेमामा यदि कसैले एकदम हुबहु वास्तविकतै खोज्छ, सिनेमा वास्तविक हुनुपर्छ भन्यो भने त्यो चाहिँ गलत हुन्छ जस्तो लाग्छ मेरो दृष्टिकोणबाट। म चाहिँ फेरि एकचोटि सपनामा जान चाहन्छु। सपना जीवनको अविभाज्य अङ्ग हो होइन? हो। सपना देख्न राम्रो कि खराब? अथवा सपना मात्रै देख्ने, काम केही नगर्ने भयो भने त्यसले मान्छेलाई फ्रस्ट्रेसन ल्याउन सक्छ कि सक्दैन? सपनाले समाजलाई अगाडि लिएर जान्छ कि सपनाले मान्छेलाई फ्रस्ट्रेसन गराउँछ? यसमा तपाईँको कुनै टिप्पणी छ? सपना देख्नु जरुरी छ। विद्वान व्यक्तिले भनेको छ नि, यु मस्ट ह्याभ अ ड्रिम, यु मस्ट ह्याभ अ ड्रिम। किनकि तपाईँको सुरुवात त ड्रिमबाटै हुन्छ नि। तपाईँ जतिसुकै चाहिँ नि प्र्याक्टिकल व्यक्ति भए पनि, जतिसुकै चाहिँ नि काबिल व्यक्ति भए पनि, तपाईँले गर्न खोजेको कुरा त्यो सपनाबाटै सुरु हुन्छ। जतिसुकै यथार्थवादी भए पनि कतिको चाहिँ नि त्यो सपना खालि सपनामै रहेर त्यो लम्बिरहन्छ, विच माइट टर्न इन्टु फ्रस्ट्रेसन। कतिको त्यो सपनाबाट सुरु भएर त्यसले मूर्त रूप चाहिँ नि चाँडै नै लिन्छ। त्यसकारण गर्नुभन्दा अगाडि, सोच्नुभन्दा अगाडि, त्यसलाई मूर्त रूप दिनुभन्दा अगाडि त्यसको पहिलो स्टेज, त्यसको ब्लू प्रिन्ट त तपाईँको सपनाबाट नै सुरु हुन्छ नि। मानिसले सपना ठुल्ठुला देख्न राम्रो कि ठिकठिकै देख्न राम्रो कि साना देख्न राम्रो कि आफ्नो साइज अनुसार हेर्दै जानु कि अथवा सपना पनि समयकाल अनुसार विस्तार हुन सक्छ? जीवनको एक कालखण्डमा म एउटा सपना देख्थेँ। सपना तपाईँले सपनामा कुनै पाबन्दी लगाउन सकिँदैन। सपनामा कुनै दायरा राख्न सकिँदैन, कुनै डोरी बाँध्न सकिँदैन। तर खालि यति एउटा कुरा हो कि त्यो सपना देख्ने व्यक्तिले आफ्नो पहिचान चाहिँ गर्न जरुरी छ। व्हाट एम आई केपेबल अफ? मेरो क्यापेसिटी के हो, मेरो केपेबिलिटी के हो, मेरो रियल इन्ट्रेस्ट के हो, मैले गर्न सक्ने कुराहरू के हो। त्यसकारण मान्छेले भन्छ नि सबभन्दा ठुलो कुरा चाहिँ नि सेल्फ अवेरनेस चाहिँ सबभन्दा ठुलो कुरा हो। आजभन्दा कयौं दशक अघि तपाईँले चलचित्र क्षेत्रमा प्रवेश गर्ने सपना देख्नु होइन? तपाईँको निम्ति त्यो सपना आज पूरा भएको छ। अब तपाईँको सपना सिद्धियो कि नयाँ सपना देख्दै हुनुहुन्छ? You have achieved me. No. Achievement भनेको तपाईँको there's no such thing as तपाईँले अचिभ गर्नुभयो and it is for lifetime भन्ने हुँदैन। अचिभमेन्ट कालखण्डको मात्रै हुन्छ। There's no such thing as one achievement for whole lifetime. मैले 1990 मा चाहिँ युगदेखि बनाएको थिएँ, त्यो मेरो सक्सेसफुल थियो, अब पनि म सक्सेस छु भनेर चाहिँ तपाईँले त्यो सक्सेसले तपाईँलाई त्यो क्षणमा त्यो अवधिमा काम दिएर आउँदैन। सफलता भन्ने कुरा त कालखण्डसँग जोडिएको छैन। There's no such thing as perennial achievement. फेरि त्यो एउटा निरन्तर प्रक्रिया, कुनै लक्ष्य, कुनै गन्तव्य त होइन नि। म काठमाडौँ, लन्डन, काठमाडौँ, न्युयोर्क एयरपोर्ट ओर्ले जस्तो त होइन। छैन। एक ठाउँमा ओर्लिने बित्तिकै नयाँ डेस्टिनेसन। तपाईँ राजनीति नै कुरा गर्नुहोस् न, जो चाहिँ नि हिजोसम्म इन्सर्जेन्सी थियो उहाँहरू चाहिँ कहिले सत्तामा पुगेर गरौँला भन्ने उहाँहरूको गोल त्योभन्दा बढी थिएन होला। तर आज आइसकेपछि I think they have so many other challenges. र उहाँहरूलाई लाग्दैन होला यदि उहाँहरू के अरे सचेत व्यक्तिहरू हुनुहुन्छ भने कि उहाँ सक्सेसफुल हुनुहुन्छ भनेर। राजनीतिमा रुचि छ तपाईँको? राजनीति त मैले के भन्दै आइरहेको थिएँ भने तपाईँको रुचि राजनीतिमा नभए पनि राजनीतिको रुचि तपाईँमा हुन्छ। एकदम। तपाईँ समाजमा बस्नुहुन्छ, तपाईँ देशमा बस्नुहुन्छ भने यु क्यान गेट अवे फ्रम पोलिटिक्स, बट पोलिटिक्स विल नट गेट अवे फ्रम यु। राजनीतिको कुरा गर्दाखेरि तपाईँको यत्रो मास अपिल छ, तपाईँको मनमा कुनै बखतमा राजनीतिमा प्रवेश गर्ने विचार आउँछ कि आउँदैन? त्यो तपाईँको सपनाभित्र होइन। राजनीति गर्दै गर्दिनँ भने होइन मैले, तर के हुन्छ भने म तपाईँलाई एउटा सानो कुरा बताउँ है।
जब मान्छे विभिन्न क्षेत्रबाट पपुल्यारिटी गेन गर्छन्, जबले मास अपिल भन्नुभयो नि, विभिन्न क्षेत्रबाट, चाहे त्यो संगीतको क्षेत्रबाट होस्, चाहे त्यो स्पोर्ट्सको क्षेत्रबाट होस्, चाहे मेरो जस्तो चलचित्रबाट होस्, सुरुवातको दिनमा चाहिँ उसलाई के भनिरहेको हुन्छ भने, जस्तो फुटबल खेलाडी जो चाहिँ एउटा सक्षम फुटबल खेलाडी बन्न चाहन्छ, ऊ जहिले पनि बच्चादेखि फुटबलै खेलिरहेको हुन्छ र उसको अभिभावकहरूले के भन्छन्, यो त खालि फुटबल बाहेक के पनि गर्दैन, दिनरात फुटबल खेलिरहेको हुन्छ भन्छ। म्युजिक गर्ने मान्छेलाई पनि सुरुवातका दिनमा जब ऊ यङ हुन्छ, खालि गिटारमा मात्रै झुन्निरहेछ, खालि गीत मात्रै गाइरहेछ, अरू केमा पनि इन्ट्रेस्ट राख्दैन। जस्तो म जस्तो चलचित्रकर्मीलाई पनि यसलाई दुनियाँको कुनै प्रभाव छैन, खालि कसरी फिल्ममा एक्टिङ गरौँ, कसरी फिल्ममा लागौँ भनेर 24 घण्टा फिल्म सोचिरहेछ भन्छ। तर विडम्बना के छ भने यो सबै क्षेत्रमा लागेर एउटा चरम बिन्दुमा पुगेर मास अपिल गरिसकेपछि देन पिपल एक्सपेक्ट यु टु नो इन सो मेनी अदर फिल्ड्स। समाजको बारेमा तपाईँको दृष्टिकोण के छ, राजनीतिको बारेमा तपाईँको दृष्टिकोण के छ, हावापानी परिवर्तनको विषयमा हावापानी इन्भाइरोमेन्टको बारेमा दृष्टिकोण के छ, वन्य जीव जन्तुको बारेमा तपाईँको दृष्टिकोण के छ। जबकि उसलाई एक जीवनको एउटा कालखण्डमा चाहिँ नि यो त खालि गिटार मात्रै बजाइरहन्छ, अरू के यो त खालि फुटबलै मात्रै खेलिरहन्छ, यो त खालि एक्टिङमा मात्रै सोचिरहन्छ। त्यस कारण अब यो मास अपिल भनेको प्रश्नको सोझो जवाफ दिने प्रयत्न गर्नुहोस्। के हामी तपाईँलाई राजनीतिमा देख्न सक्छौँ, कुनै राजनीतिक दलको सदस्य भएर अथवा स्वतन्त्र उम्मेद्वारको रूपमा तपाईँले मत मागिराखेको निर्वाचनमा देख्न सक्छौँ? तपाईँको देख्न सक्नुहुन्न म भन्दिनँ, तर अहिले इमिडिएटली चाहिँ नि मेरो पोलिटिकल कुनै प्लान चाहिँ छैन, योजना छैन इमिडिएट फेजमा। अहिले म अझ पनि कलाकारितामै नै समर्पित हुन चाहन्छु। तर यदि म कुनै बेलामा कुनै कालखण्डमा गएर पोलिटिक्समा लाग्यो भने यो मानेमा हुँदैन कि म एकदमै कलाकारिता गरेर अब मैले मास अपिल बनाएँ अब म पोलिटिक्समा लाग्नुपर्छ भनेर नभएर वास्तविक रूपमा चाहिँ नि पोलिटिक्सप्रति मेरो इन्ट्रेस्ट जागेर र वास्तविक रूपमै चाहिँ नि मैले पोलिटिक्समा केही गर्न सक्छु भन्ने मनसा भएरै चाहिँ नि लागेको हुन्छु म। तपाईले इमानदारीपूर्वक जवाफ दिनु पर्यो भने तपाईमा जुन अभिनयको क्षमता थियो के त्यो पूर्ण रूपले प्रस्फुटित भएर निर्देशकहरूले निकाल्न सके? फुल ब्लसम फ्लावर भन्छ नि जस्तो तपाईलाई लाग्छ, अथवा तपाई भित्र जति कलाकारिता थियो त्यसको थोरै अंश मात्रै हामीले देख्ने मौका पायौं? हेर्नुहोस्, यसलाई म दुई किसिमले हेर्छु के भनिन्छ नि, ग्लास आधा भरिएको कि आधा खाली भन्ने हिसाबले। यदि यसलाई आधा भरिएको हेर्ने हो भने चाहिँ नि त्यो असन्तुष्टि अहिलेसम्म पनि रहिरहनु राम्रो हो, किनकि द्याट किप्स मी गोइङ। आधा ग्लास खाली अथवा आधा भरिएको भन्दा पनि तपाईँ मलाई यो बताइराख्नु भएको छ कि 50% मात्रै बाहिर आएको छ भनौँ, होइन? म्याथमेटिक्समा त फेरि मैले गर्न चाहेको जति गर्न सकिरहेको छैन। गर्न चाहेको जति त पर्फर्मिङ आर्टको विधामा कसैले पनि गर्न सक्दैनन्। दिस विल अलवेज बी सच्चा कलाकार जहिले पनि आफ्नो कामकै ऊ सबभन्दा ठुलो क्रिटिक्स हुन्छ र जहिले पनि ऊ असन्तुष्टि नै भइरहेको हुन्छ र त्यो एउटा फ्याक्टरले पनि उसलाई किप्स हिम मुभिङ फरवर्ड। त्यो एउटा असन्तुष्टि अतृप्ति हुन जरुरी छ। एक तहसम्मको असन्तुष्टि त बाँकी नै रहन्छ नि। एक तहसम्मको असन्तुष्टि बाँकी नै रहन्छ। यो पण्डित रविशंकरजी अहिले बित्नुभयो, महान यत्रो संगीतकार हुनुहुन्थ्यो। एकचोटि उहाँलाई भेट्ने मौका परेको थियो मेरो त्यो इन्डियन बास्टरको घरमा। मैले सुने तपाईँले यत्रो संगीत रचना गर्नुभयो, कहाँ भेटे अभी तो साज लगना शुरू ही हुआ था भनेर भन्नुहुन्छ। एक्ज्याक्टली सायद त्यही अधुरोपनले अगाडिको रचनाहरूलाई तपाईँलाई मद्दत गर्छ, होइन? त्यही त, यो तपाईँले भने जस्तो एउटा म जस्तो एउटा साधारण कलाकारबाट लिएर उच्च से उच्च कलाकारको पनि मन मस्तिष्कमा यही नै रहन्छ कि आफ्नो कार्य गरिसकेपछि यसमा मैले अझ राम्रो गर्न सक्थेँ, अझ राम्रो, अब अर्कोमा अझ राम्रो गर्नुपर्छ भन्ने भावना कायम नै रहन्छ। मलाई लाग्छ कि यदि उसले नि आफ्नो कामदेखि एकदम 100% सन्तुष्टि हुन्छ भने त्यो सच्चा हृदयले एउटा कलाकार सर्जक भन्छ नि, सर्जक होइन जस्तो लाग्छ मलाई।
शंकर लामिछानेले पनि लेख्नु पनि भएको छ कि भन्नुपर्ने कुरा त बाँकी छँदाछँदै हामीहरूको जीवन लीला समाप्त भइसक्छ। एक्ज्याक्टली, त्यही त, जीवनलाई बुझ्दा बुझ्दै जीवन जान्छ भन्छन्। कलाकारिता बाहेक तपाईँको जीवनमा रुचि अथवा सोख के छन्? मलाई भ्रमण गर्न असाध्यै मनपर्छ। म चाहिँ नौलो नौलो परिवेशमा जाँदाखेरि बढी रमाउँछु र बढी त्यसबाहेक अर्को हबी नेचुरल फिल गर्छु। आई लाइक रिडिङ, विभिन्न किसिमको पुस्तकहरू पढ्न मन लाग्छ। अब सिनेमा हेर्ने पनि मेरो हबी नै हो। तपाईँ चाहिँ सेटमा कसैसँग बोल्नुहुन्न रे हो, पढिरहेर बस्नुहुन्छ? त्यसमा एकदमै सत्यता छैन, किनकि हुन्छ नि मान्छेको 23-24 वर्ष एउटा क्षेत्रमा बिताइसकेपछि मान्छे विभिन्न फेजदेखिबाट गुज्रिन्छ। जस्तो मेरो पहिलो फेज थियो जो चाहिँ म जब खालि आफ्नै काममा मात्रै कन्सन्ट्रेट हुन्थेँ र मलाई के लाग्थ्यो भने सिनेमामा कलाकारिता गर्न आएको, काम गर्न आएको, धेरै फाल्तु फाल्तु कुरा गरेर केही फाइदा छैन तपाईँ पहिला पढेर मात्रै बस्नु भनेर आफूमा बस्थेँ। अर्को फेज अर्को आयो। अब अहिले आउँदाखेरि के हुन्छ भने विभिन्न व्यक्तिहरूले अब यतिका वर्ष काम गरिसकेको व्यक्ति, उहाँको अनुभव सुनौँ, उहाँसँग पनि केही सिक्न पाइन्छ कि भन्ने भावनाहरू हुन्छ र त्यो भएपछि मैले आफूलाई त्यो अनुकूल नै राख्नुपर्ने हुन्छ। त्यसकारण आजको घडीमा आउँदाखेरि त म आम क्वाइट ओपन। कोही व्यक्ति मसँग कुरा गर्न चाहनुहुन्छ, कोही व्यक्ति मेरो अनुभव बारेमा जान्न चाहनुहुन्छ, कोही नयाँ कलाकारले चाहिँ के मेरो बारेमा जानकारी पाएर सिक्न चाहनुहुन्छ भने आइएम प्रिटी ओपन। म यो होइन कि एकदमै रिजर्भ भएर बस्नुपर्छ भनेर। अनि तपाईँलाई थाहा छ तपाईँको विषयमा मेरो जानकारी त्यसमा 25 वर्ष पुरानो रहेछ। My information about you is 25 year old त्यसै। 25 years old होइन, 25 किनकि मान्छे 25 इयर्ससम्म एउटै किसिमको त रहिरहन सक्दैन। अवश्य तपाईँ पनि धेरै फेजबाट गुज्रिसक्नु भयो होला, धेरै गुज्रिसक्यौँ। त्यही अनुसारको विभिन्न किसिमको चरित्र पनि ढाल्दै जान्छौँ। एन्ड आई लाइक क्र्याकिङ जोक्स एज वेल। मलाई जोक्सहरू भन्नु पनि इन्ट्रेस्ट लाग्छ, कहिले कहिले भन्छु पनि। म त एउटा राजनीतिकै जोक भन्छु। मलाई एकदम इन्ट्रेस्ट लाग्छ। अब हामी कहाँ नेपालमा चाहिँ एकदम सबभन्दा ठुलो समस्या भनेको करप्सनकै हो होइन, भ्रष्टाचार हो। तर फेरि त्यो भन्दा भन्दै पनि राजनीतिकमा चाहिँ नि थोर बहुत भ्रष्टाचार चाहिँ विश्वभरि नै हुन्छ होइन। पावर यस्तो चिज हो कि इट करप्ट्स यु। तर खालि कहाँ चाहिँ एकदमै बढी, कहाँ चाहिँ अलिअलि भन्ने कुरा मात्रै हो। अनि हाम्रो प्रधानमन्त्री चाहिँ नि एक दिन यस सिलसिलामा अमेरिका पुग्नु भएछ। अमेरिका पुगिसकेपछि अनि त्यहाँको अमेरिकाको प्रेसिडेन्टले उहाँलाई रात्रि भोजको बेलामा आफ्नो पर्सनल घरमा बोलाउनु भएछ र हाम्रो प्रधानमन्त्री चाहिँ उहाँको लाइफस्टाइल देखेर एकदमै चकित हुनुभएछ र भन्नुभयो यो तपाईँको यो प्रेसिडेन्सियल स्यालेरी मात्रै त तपाईँको यो लाइफस्टाइल भएको छैन, तपाईँको त एकदमै भव्य लाइफस्टाइल छ, कसरी चाहिँ यसलाई मेन्टेन गर्नुभएको छ भन्दाखेरि अमेरिकन राष्ट्रपतिले हाम्रो प्रधानमन्त्रीलाई झ्यालतिर बोलाएर यहाँ आउनुहोस् भनेर झ्याल खोल्यो र भन्यो त्यो परको भव्य पुल देख्नुभयो भने हाम्रो प्रधानमन्त्रीले यसो हेर्दा पर एकदम भव्य पुल थियो। हो, त्यो भव्य पुल बनाउँदाखेरि त्यसबाट मैले 0.51% कमिसन लिएको र त्यस्तै सामग्रीहरू बनाउँदाखेरि कहीँ 0.5 कहीँ 1% कमिसन लिन्छु अनि त्यही अनुसारले मेरो चल्छ। समय बित्दै गएपछि फेरि युएस प्रेसिडेन्ट नेपाल आउनु भएछ। नेपाल आउँदाखेरि अब एयरपोर्ट त्यस्तै हो, प्रधानमन्त्रीको घरसम्म जाँदाखेरि खाल्टा खुल्टीमा जाँदाखेरि धन्य जिब्रो टोकिएछ है। अनि भरे प्रधानमन्त्रीको चाहिँ डिनरमा जाँदाखेरि उहाँको लाइफस्टाइल चाहिँ नि उहाँको भन्दा केही कम छैन। अनि उहाँले सोध्नुभएछ म त एउटा विकसित राष्ट्रको प्रेसिडेन्ट भएँ, त्यो भयो त त यस्तो अविकसित राष्ट्रको प्रधानमन्त्री छस्, यस्तो गरिब राष्ट्रको छ, तर तेरो जीवनशैली त मेरो भन्दा कम छैन, कसरी मेन्टेन गर्छस् भन्दा उहाँले पनि उहाँलाई झ्यालमा बोलाउनु भएछ। झ्यालमा बोलाएर त्यो परको पुल देख्नुभयो भनेछ। त्यो राष्ट्रपतिले यसो हेरेछ, खोइ पुल त देख्दैन नि हो, त्यहाँ पुल हुनुपर्ने त्यो सम्पूर्ण पैसा मैले खाएँ। गजब सुनाउनु भयो तपाईँ। मानिसको जिन्दगीमा सेन्स अफ ह्युमरको बडा महत्त्व रहेछ होइन? महत्त्व राख्छ। मलाई पनि धेरै अबेर थाहा भयो। अन्त किशोरजीसँग अलिअलि सङ्गत थियो। मानिसको जिन्दगीमा एउटा हास्यरस भएन भने बडा निरस हुन्छ जीवन।
नेपाल जस्तो देशहरुमा त झनै निरस हुन्छ। झन् चाहिन्छ हो। यहाँ त अरु के एक्टिभिटी पनि छैन। आफ्नो स्पिरिट माथि राखिरहनु पर्यो। राजेशजी भन्छन् कि एउटा कलाकारले एकै जीवनमा धेरै जीवन बाँचेको हुन्छ हैन। तपाई बिहानको सेटमा एउटा गरिब मानिसको रोल खेल्नुहुन्छ, बेलुका धनी खेल्नुहुन्छ, बिहान चोरको भूमिका हुन्छ, साँझ इमानदार पुलिस अफिसरको होला। यति धेरै विविधताको अनुभूत गरिसकेको मानिस तपाईको नजरमा चाहिँ जीवन के रहेछ? जीवन भनेको एउटै कथा हैन। जीवन भनेको विभिन्न कथाको चाहिँ संगालो हो। मान्छे एउटै जीवनमा विभिन्न जीवन जिउँछ, विभिन्न चरित्र सहित जिउँछ, विभिन्न परिवेश सहित जिउँछ र जो मान्छे आज जस्तो छ 30 वर्ष अगाडिको ऊ आफै जस्तो थियो, उसँग कुनै उसको चाहिँ लिंक नहुन पनि सक्छ। चाहे त्यो दृष्टिकोणमा होस्, चाहे त्यो चरित्रमा होस्, चाहे त्यो बिहेभियरमा होस्। चाहे म चलचित्रमा काम गरौं या नगरौं, मैले विभिन्न भूमिका त मैले पनि खेलिराखेको छु हैन। म कसैको बुवा छु, कसैको शेक्सपियरले त्यसै वर्ल्ड इज अ स्टेज एन्ड एभ्रीवन इज एन एक्टर भनेर त त्यसै भनेको छैन। भूमिका त हामी सबैले नै गरिरहेको छौं। कसैले चाहिँ त्यो भूमिकालाई नै भूमिका गर्ने क्षेत्रलाई नै आफ्नो व्यवसाय बनाउँछ, त्यो अर्कै कुरा हो। तपाई राजनीतिज्ञहरुसँग इन्टरभ्यु गर्नुहुन्छ, उनीहरुले कम भूमिका बाँधेर गरिरह होला र हैन। त्यसकारण लाइफ चाहिँ त्यही नै हो। अब छोटकरीमा भन्नुपर्दा जतिसुकै क्लिशे देख्यो भने पनि नो वन सेड लाइफ इज इजी। कसैले पनि लाइफ सजिलो छ भनेर कसैले पनि भनेको छैन। तपाईलाई जतिसुकै सजिलो लाए पनि त्यो सजिलोमै पनि अप्ठ्याराहरू धेरै हुन्छन्। कहिलेकहिले तपाईलाई लाग्ला कि मैले एकदमै पैसा कमाए भने मेरो लाइफ सजिलो होला, तर पैसा कमाइसकेपछि फेरि त्यही तपाईले अप्ठ्याराहरू विभिन्न देख्नुहुन्छ। नेताहरूलाई लाग्ला कि उहाँहरू चाहिँ क्रान्तिकारी भएर चाहिँ भूमिगत हुँदाखेरि प्रधानमन्त्री भयो भने मैले सबै कुरा गराउँला भनेर। त्यो भइसकेपछि फेरि अर्को चुनौतीहरू आउँछन् र त्योभन्दा पनि जटिल चुनौतीहरू आउलान्। त्यसकारण सजिलो लाइफ इज नट, नो वन सेड लाइफ इज इजी। त्यसकारण कहिले पनि यो भ्रममा हामी नपरौं कि हाउ क्यान आई मेक माई लाइफ इजी भनेर। देयर इज नो सच थिङ एज मेकिङ योर लाइफ इजी। देयर इज ओन्ली सच थिङ एज मुभिङ अन विथ च्यालेन्जेस, मुभिङ अन विथ हर्डल्स। एक हिसाबले भन्ने हो भने तरवारको धारमै चलिरहेको छ हाम्रो लाइफ। नो वन क्यान प्रेडिक्ट। तपाईलाई पैसा नहुँदाखेरि पैसा चाहिएको होला, बल नहुँदा बल चाहिएको होला, पैसा भइसकेपछि उमेर चाहिएको होला, उमेर भइसके स्वास्थ्य चाहिएको होला हैन। अनि अन्तिममा गएर तपाईले के होला भने मलाई त्यो अरु केही पनि चाहिदैन, खाली मर्ने बेलामा दुःख नपाएर आनन्दले एक्जिट भएर मर्न पाए हुन्थ्यो भन्ने तपाईको सास आनन्दसँग गइदियो हुन्थ्यो, नतडपियो हुन्थ्यो भन्ने होला। सो वी गो थ्रु अल दिस फेजेस। लाइफमा यही फेजेसहरू छ। इट्स सो नो वन सेड लाइफ इज इजी। तपाई जतिसुकै आफूलाई म एकदम आत्मविश्वास निडर छु भने पनि त्यो एउटा भ्रम मात्रै हो। किनकि देयर इज नो सच थिङ एज तपाई एकदम लाइफलाई लिएर चाहिँ फुल्ली कन्फिडेन्ट र निडर भन्ने कुरा चाहिँ तपाई भन्नु सक्नुहुन्न। त्यो भन्नुभयो भने तपाई खालि त्यो एउटा भ्रमको खेती मात्रै पालिरहनुहुन्छ। अथवा तपाईले सिनेमामा बोलेको कुनै डायलग जस्तो हो। खालि तपाईको जिम्मेवारी त खालि के हो भने त्यो फियर र त्यो अन्योलतालाई कसरी सामना गर्ने, कसरी त्यो सामना गर्ने, आफूलाई सक्षम बनाउने भन्ने मात्रै हो। लामाहरूले हामीलाई बताउँछन् इट्स अल अबाउट होप एन्ड फियर। सारा खेल आशा र डरमा छ र जिन्दगी भनेको आशा र डरलाई कसरी सचेततापूर्वक होस राखेर सामना गर्ने कलाको अर्को नाम हो। एक्ज्याक्टली। होप भएन भने त लाइफै भएन। होप त हुनै पर्यो। होप चाहिन्छ। जस्तो आखिरी क्षणमा पनि सास राम्रोसँग जाओस् भन्ने होप त रहिरहन्छ नि, अन्य नरहे पनि। बाँकीको जीवनमा त अनेक किसिमको होप्सहरू हुन्छ। सो लाइफ इज नट इजी। अनि लाइफ त्यो इजी नभएको कारणले पनि यो अमूल्य छ र यो यति भलनरेबल भएको कारणले पनि यो प्रेसियस छ। जाने बेलामा अरू केही तपाईलाई भन्नु छ? मैले सोध्न बिर्सेको, तपाईले भन्न चाहेको? हुन त संसारमा सोधि नसक्नु कुराहरू छन्, भनि नसक्नु। अघि मैले त्यही सम्झेँ है। जीवनमा मोस्ट इम्पोर्टेन्ट थिङ तपाईँ कुनै पनि क्षेत्रमा लागेको होस्, मैले भने जीवन भलनरेबल छ, धारमा चलिरहेको छ, जीवनको कुनै चाहिँ नि भनौँ न
टुङ्गो छैन तपाईँ भोलि के हुन्छ अहिले म यहाँ स्टुडियोबाट गएर चाहिँ घर जाने क्रममा के हुन्छ भन्ने कुरा मलाई आफैलाई थाहा हुँदैन त्यही कारण यस्तो वनरेबल जीवनमा तपाईँ कुनै पनि क्षेत्रमा लाग्नुहोस् कुनै पनि किसिमको सक्सेस हासिल गर्नुहोस् द मोस्ट इम्पोर्टेन्ट थिङ फर यु इज टु बी अल्सो अ गुड ह्युमन बिङ यो पक्ष चाहिँ कहिले पनि मान्छेले बिर्सनु हुँदैन तपाईँको मानवीय पक्ष तपाईको पत्रकारिताको पक्ष होला तपाईको चाहिँ नि राजनीतिको पक्ष होला तपाईको कलाकारिताको पक्ष होला र त्यो पक्षले तपाईको व्यक्तित्वमा चाहिँ नि विभिन्न किसिमको प्रभाव पार्ला र त्यही किसिमको व्यक्तित्व तपाईले आचरण गर्नु होला देखाउनु होला तर त्यो भन्दा पनि ठूलो व्यक्तित्वको चाहिँ तपाईको के जिम्मेवारी हुन्छ भने तपाईको ह्युम्यानिटीको मानिसको रूपमा एज अ ह्युमन बीइङ तपाईँ पत्रकारमा सफल हुनुहुन्छ तर तपाईँ एज अ ह्युमन बिङ पनि सफल हुनुहुन्छ भने त्यो सुनमा सुगन्ध हो तपाईँ पत्रकारितामा सफल हुनुहुन्छ तर यु आर अ ब्याड ह्युमन बिङ भने यु मे नट बी ट्रुली सक्सेसफुल पर्सन त्यसकारण ह्युम्यानिटीलाई जोगाइराख्नु र टु बी अ गुड ह्युमन बिङ हुनु चाहिँ अत्यन्त नै जरुरी छ जस्तो लाग्छ मलाई पत्रकारको रूपमा म बरु असफल हौं त्यसले मलाई त्यति बिगार्दैन मानिसको रूपमा म खराब भए भने चाहिँ डेफिनेटली र त्यो तपाईले अभिव्यक्ति गर्नै पर्दैन मान्छेहरू यस्तो सेन्सिटिभ छन् कि whether you are genuinely a good human being or not मान्छेको एउटा सिक्स्थ सेन्सले त्यसलाई पत्ता लगाइ नै हाल्छ तपाईले त्यसलाई ढोंग रूपबाट पनि प्रस्तुत गर्न सक्नुहुन्न र त्यसलाई तपाई नेचुरली गुड ह्युमन बिङ हुनुहुन्छ भने त्यसलाई तपाईले दबाउन पनि सक्नुहुन्न म गुड ह्युमन बिङ देखाउन चाहदिन भएको भनेर म झुटो विनम्रताको नकाब ओढेर फल सेन्स अफ मोडेस्टी बोकेर गर्न चाहदिन भन्यो भने पनि तपाईको सामने व्यक्तिले चाहिँ त पत्ता लगाउँछ कि यो मान्छे बेसिकली इज अ गुड ह्युमन बिङ त्यसकारण मेरो विचारमा चाहिँ नि राम्रो कलाकार बनौं राम्रो नेता बनौं राम्रो राजनीतिज्ञ बनौं राम्रो उद्योगपति बनौं राम्रो पत्रकार बनौं तर लेट्स एस्पायर एन्ड ट्राई टु बी अ गुड ह्युमन बिङ फन्डामेन्टली अनन्यकालदेखि जिन्दगीमा जो कहीँ पुग्न सफल भएको छ उ सबै मानिसहरूले यही कुरा भनेका छन् विश्वेश्वर प्रसाद कोइरालाले यही भन्नुभयो नानी ठुलो हैन असल बन मलाई मनमोहनजीले त्यही भन्नुहुन्थ्यो मनमोहन अधिकारीजी आज तपाई त्यही भन्दै हुनुहुन्छ सत्यतालाई त दोहोऱ्याइरहनु पर्छ नि सत्यता दोहोऱ्याउनुमा कुनै अप्ठ्यारो यदि त्यो कुरा सत्य हो भने त्यसलाई त तपाईले मिलियन अफ टाइम पनि भन्न सक्नुहुन्छ भनिसकेको छ भनेर त्यसलाई नभन्नु पर्ने त कुनै कारण छैन झन्झन भन्नुपर्छ झन्झन भन्नुपर्छ अब राजेशजीले यति भनिसकेपछि मेरो सोध्न बाँकी अब तपाईसँग केही रहेन ग्रेट टकिङ टु यु I know, it was a pleasure talking to you as well. र तपाईँ अन्तर्वार्ता लिइरहनु भयो भने आगामी दिनमा अर्को अन्तर्वार्ताको लागि चाहिँ नि 8-10 वर्ष कुर्न नपरोस् You are welcome anytime, sir. You are welcome anytime, sir. Thank you. Thank you very much, sir.